गर्नुपर्छ ल दिक्सन पनि जोइन गर्ने ल दिक्सन सिट ल आइसा बस्ने नै दिक्सनले पनि जोइन गर्छ यसमा हेर्नुपर्छ ल यसको रुल चाहिँ हेर्नु ल सबैजनाले कुर्सी उता भयो भने अनुहार चाहिँ यता फर्काउने ल अब यसको रुल चाहिँ के हो भने म यहाँदेखि गीत बजाउँछु के बजाउँछु यहाँदेखि गीत बजाउँछु अनि गीत बजाएपछि चाहिँ तपाईहरुले के हुन्छ भने आफ्नो ठाउँबाट वरिपरि हिँड्ने कहाँ हिँड्ने वरिपरि अनि जब गीत स्टप हुन्छ बस्ने अनि ठ्याक्क बस्ने है तर एउटा रुल यहाँ एउटा के छ रुल भने पिछाडी सरेर बस्नु पाइदैन बुझ्यौ जस्तै अब उभिँदै उभिँदै गए हैन म यहाँ एउटा गीत रोक्यो भने यहाँ बस्नु पाए म अगाडि छ भने यहाँ पर अर्कोलाई जितेर गएर बस्नु पाए तर पिछाडी खाली छ भने त्यसरी पिछाडी कुदेर चाहिँ बस्नु पाइदैन बुझ्यौ अब गीत बसेको छ नि भनेको हिँडेको अनि गीत रोकिने बित्तिकै चाहिँ एउटा चेयरमा बसिहाल्छ ओके तर पछाडी सरेर चाहिँ बस्नु पाइएन फेरि अनि आफू बस्नु पाइएन भने चाहिँ आफू के भयो आउट अनि एउटा गुड थिङ राम्रो कुरा म तपाईहरुलाई न डोन्ट मेक नोइज ओके राम्रो कुरा एउटा के हो भने चाहिँ आज चाहिँ म तपाईहरुको नाम टिपेर लाग्छु आज हाम्रो के थियो सेकेन्ड विक हो हैन सेकेन्ड विक हो अनि थर्ड विक र लास्ट विक सम्ममा चाहिँ तपाईहरुले हरेक गेममा कति खेल्नुहुन्छ कति पोइन्ट ल्याउनुहुन्छ त्यो पोइन्टको आधारमा जसले धेरै ल्याउँछ फर्स्ट सेकेन्ड थर्डलाई म राम्रो प्राइज दिन्छु ओके यु अन्डरस्ट्यान्ड सानो भए पनि तपाईहरुलाई जे पनि हुन सक्छ पढ्नको लागि पनि हुन सक्छ खेल्नको चिज पनि हुन सक्छ ओके तर तपाईहरुले जित्नु हो भने चाहिँ तपाईहरुको म यहाँ टिपेर लान्छु है बुझ्नुभयो ल एकैछिन है त हाम्रो कनेक्टेड छ ल यहाँ हाम्रो म्यानेज चाहिँ हाम्रो स्टाफ सरले गरिदिन्छ ल यो कुर्सी निकाल्ने चाहिँ जस एउटा आउट भइसकेपछि कुर्सी निकालेर फेरि मिलाउनु पर्छ ल एकैछिन म कनेक्ट गरिहाल्छु ब्लुटुथ इसाक सर You will be also invited. I am here. Ready? एउटा चेयरलाई अब इसाकले गीत बजाउँछ ल One and three. म प्ले गर्नु उहाँले चाहिँ नहेरी गर्नुहुन्छ त्यसो गर्दा हेर्यो भने फेरि के हुन्छ चिटिङ हुन्छ उहाँले चाहिँ फेरि हेर्नु भने चिटिङ हुन्छ त्यसैले ल इसाक सरलाई चाहिँ राख्दिनु एउटा माइनस छ यो ट्रायल मात्र होला सुरुमा चेक मात्र है रेडी ल स्ट्यान्ड अप ल यहाँ चाहिँ बस्नुपर्छ है फेरि बस्नु वरिपरि अनि गीत रोक्ने फेरि चेयरमा बसिहाल्यो ओके प्राइज जित्नु मन छ नि हैन ल अहिले बस्ने हैन गीत रोकेपछि मात्र ल र टेक्सन खै भिडियो एउटा दाइले दिन हाम्रो सर्टबाट ए त्यहाँबाट बजाउँदा तिम्रोमा सरर भन्ने छ ए उहाँको छ ल आइ सर्टबाट गरौँ यहाँबाट मेरोबाट पर्छ भिडियो त मेरोबाट चार भिडियो ह ल यहाँबाट के गरौँ होला ल कनेक्ट गरौँ सरर एउटा छोटो भिडियो गरौँ कोले जिते अस्ति को हाते फर्स्ट एब्सेन्ट भयो खै वाला खेल्दै थियो अब त बलिङ क्लास भनेर पनि छ है प्र्याक्टिस गर्दै गर्दै घरमा यस्तो देखाउने नि यहाँ खुट्टा बाँध्ने अनि त्यहाँदेखि बलिङ क्लास छ सेमी क्रिएटिभ कसले दिसु जस्तो हुँदैछ म दिसु जस्तो कसलाई हुँदैछ ग्रेड छ नि हैन छैन एकजनाले स्टप भनिदिनु ल अनि मेरो रोक्छ ल एकजनाले स्टप भन्दैन है ल पहिले स्टप भनेर आफै रोक्नु त्यसले कुद्नुपर्छ नि स्टप भनेर भनिदिनु
पछाडि सरेर बस्नु हुँदैन ओके ऊ के आउनु मिल्छ ल फेरि स्टार्ट चाहिँ यो प्र्याक्टिस गर्नु भयो रन गर्नुपर्ने सिकाउनु हुन्छ अगाडि अलिक छिटो हिँड्नुपर्छ अगाडिको मान्छे ओके स्टप अगाडि गर अगाडि गर यहाँ बस्ने यस्तो भयो को आउट हो त्यसरी आउट हुन्छ ओके हाम्रो दीक्षित सरलाई पठाइदिनु हुन्छ नि फेरि